म डोल प्रसाद अर्याल मुलुक र जनताप्रति मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सभामुख पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारीका साथ गर्नेछु। धन्यवाद। अब म नवनिर्वाचित सम्माननीय सभामुखज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अनुरोध गर्दछु। सम्माननीय सभामुखज्यू श्री डोल प्रसाद अर्यालज्यूबाट सभामुख पदको पद तथा गोपनीयताको शपथ लिने कार्य सम्पन्न भएको छ। नवनिर्वाचित सम्माननीय सभामुखज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट